कानुनको पालना गरी पुलिस र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नगरी बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिए, तर यो केवल फर्मल शपथ मात्र थिएन। यो संकेत थियो कि नेपालमा पोलिटिकल सिस्टम नै बदलिँदैछ। अब कुरा गरौं बालेन शाह किन फरक छन्। बालेन शाहको सुरुवात म्युजिकल जर्नीबाट भयो। सडक बालक जस्ता र्याप गीत मार्फत करप्सन, इनइक्वालिटी, सिस्टम फेलियर माथि नै आवाज उठाए। एक दिन यही र्यापर केटो इन्डिपेन्डेन्ट क्यान्डिडेटले सिस्टम हल्लाउँछ भनेर, तर बालेनले त्यो गरेर देखाइदिए। मेयर भएर उनले इलिगल स्ट्रक्चर हटाए, वेस्ट म्यानेजमेन्टमा फोकस गरे, डाइरेक्ट गभर्नेन्स। रिजल्ट यस्तो आयो कि पब्लिकसँग ट्रस्ट सँगसँगै कन्ट्रोभर्सी पनि र भिजिबिलिटी पनि उनको एकदमै हाई भयो। समयसँगै नेपालमा युथ फ्रस्ट्रेसन बढ्दै गइरहेको थियो। करप्सन, अनइम्प्लोयमेन्ट, पोलिटिकल इन्स्टेबिलिटी। त्यसपछि भाद्र 23 मा सुरु भयो जेनजी प्रोटेस्ट मुभमेन्ट। सडकमा युथ, सोशल मिडियामा आउटरेज, सिस्टम विरुद्ध ओपन रेजिस्टेन्स चलिरहेको थियो। हो, यही मोमेन्टमा बालेन शाह भने सिम्बल अफ चेन्ज। यो प्रोटेस्टमा आवाज धेरै देखियो, तर लिडर चाहिन्थ्यो। मान्छेले खोज्दै जाँदा एउटै नाम थियो, त्यो नाम थियो बालेन शाह। कुरा गरौं दशकौंसम्म नेपालको राजनीतिमा दुई ठूला दलको आइडियोलोजीले डोमिनेटेड थियो। एकातिर नेपाली कांग्रेस लगायतका डेमोक्रेटिक फोर्सेसहरू र अर्कोतिर कम्युनिस्ट विचारधारा बोकेका कम्युनिस्ट दलहरू। यी दलहरूको पोलिटिक्स मुख्यतः आइडियोलोजी, इन्स्टिट्युसनल नेगोसिएसन र पावर सेयरिङमा आधारित थियो। तर जेनजी आन्दोलनपछि फागुन 21 को चुनावमा एउटा नयाँ टर्निङ पोइन्ट आयो। त्यहाँबाट एउटा नयाँ फोर्सको कम्प्लिट उदय भयो। त्यो थियो राष्ट्रिय स्वतन्त्र पार्टी, जसले यो पुरानो पोलिटिकल स्ट्रक्चरमा क्लियर ब्रेक लगायो। राष्ट्रपाले चुनावी क्याम्पेनकै बेला बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरेको थियो र अन्ततः रिजल्ट पनि त्यही आयो। संसदमा लगभग 2/3 बहुमत सहित आरएसपीले स्पष्ट रूपमा आफ्नो डोमिनेन्स स्थापित गर्यो। अब पोलिटिक्स केवल आइडियोलोजीमा मात्र सीमित रहेन। पब्लिक सेन्टिमेन्ट, न्यू लिडरशिप स्टाइल र न्यारेटिभमा पनि इक्वली इम्पोर्टेन्ट छ भन्ने प्रमाणित गर्यो। कुरा गरौं बालेन शाहको। उनी ट्रेडिसनल नेता पनि होइनन्, उनी लेफ्ट पनि होइनन्, राइट पनि होइनन्। उनको कोर मेसेज सिम्पल छ। उनी भन्छन्, म सिस्टमको हिस्सा होइन, म जनताको हिस्सा हुँ, म जनतासँग छु। उनको पावर पार्टीबाट होइन, डाइरेक्ट पब्लिक सेन्टिमेन्टबाट आउँछ। बालेनको लिडरशिप स्टाइल बुझ्न, एउटा कन्सेप्ट बुझ्न अत्यन्तै जरुरी छ। अथेन्टिसिटी, प्रिजर्भेसन र उनको डिसिजन मेकिङ तीनवटा कुरामा आधारित छ। आफ्नो आउटसाइडर इमेज जोगाइराख्न, युथको ट्रस्ट कायम राखिराख्ने र आफूलाई इन्डिपेन्डेन्ट लिडरको रूपमा देखाइराख्न। त्यसैले उनको डिसिजन कहिलेकाहीँ अनप्रेडिक्टेबल जस्तो देखिन सक्छ, तर एउटा कुरा भने क्लियर छ, उनी पब्लिक पर्सेप्सन प्रति हाइली रेस्पोन्सिभ छन्। अब कुरा गरौं यो पोलिटिक्सले कसरी काम गर्छ त। यो ट्रेडिसनल पपुलिजम भने होइन, यो हो डिजिटल एज पोलिटिक्स। यो हो डिजिटल एज पोलिटिक्स। आजको रियालिटी एकातिर पब्लिक छ र अर्कोतिर रियल टाइम छ। रियल टाइममा पनि रियल टाइम अडियन्स, पब्लिक र रियल टाइम अडियन्स। अर्कोतिर
सोशल मिडिया जुन चाहिँ पोलिटिकल ब्याटलफिल्ड बनेको छ, यहाँ एउटा लुप चल्छ। एकातिर पब्लिक सपोर्ट बढ्छ, जसरी पब्लिक सपोर्ट बढ्छ त्यसरी पावर बढ्छ। पावर बढ्ने बित्तिकै के हुन्छ, फेरि बोल्ड डिसिजन आउँछ अनि फेरि पब्लिक सपोर्ट बढ्छ अनि यो लुपमा यो राजनीति चलिरहन्छ। अब गभर्नेन्स कस्तो हुन्छ त? बालेन शाहको फोकस हुन्छ स्पिड ओभर स्ट्रक्चर। उनी फास्ट पब्लिक सर्भिस डेलिभरीमा विश्वास गर्छन्, डिजिटल सिस्टम पनि त्यत्तिकै प्रयोग गर्छन् र सँगै उनले के काम गर्छन् भने डाइरेक्ट पब्लिक कनेक्सन, प्र्याक्टिकल इन्फ्रास्ट्रक्चर पार्टनरसिपमा पनि काम गर्छन्। उनी सिम्पल शब्दमा भन्नुपर्दा उनको न्यारेटिभ कस्तो देखिन्छ भने काम गरेर देखाउने। अब कुरा गरौँ नेपालको फरेन पोलिसीमा कस्तो असर देखिन्छ। नेपालको फरेन पोलिसीमा पनि चेन्ज देखिन सक्छ। पहिले आइडियोलोजी र ब्यालेन्सिङमा थियो भने अब फोकस हुन्छ प्रोजेक्ट के हो, बेनिफिट के हो, मोर प्र्याक्टिकल लेस पोलिटिकल। तर रिस्क पनि उत्तिकै छन्। जस्तै पोलिसी इनकन्सिस्टेन्सी हुन सक्छ, सिस्टमसँग क्ल्यास पनि हुन सक्छ, लिडरसिप टु मच पर्सनालिटी बेस्ड पनि हुन सक्छ। सबभन्दा ठुलो च्यालेन्ज त के हो भने डिसरप्टरबाट स्टेबिलिटी आर्किटेक्ट कसरी बन्ने। अन्त्यमा एउटा कुरा क्लियर छ, बालेन शाह केवल प्राइम मिनिस्टर मात्रै होइनन्, उनी नेपालको पोलिटिक्समा उदाएका नयाँ फर्मेट पनि हुन्। नेपाल सिफ्ट हुँदैछ पार्टीबाट पर्सनालिटीमा, आइडियोलोजीबाट आइडेन्टिटीमा, सिस्टमबाट न्यारेटिभमा, र यो नयाँ सिस्टममा पब्लिक सेन्टिमेन्ट नै अल्टिमेट पावर हो। थ्याङ्क यू सो मच। तपाईको ओपिनियन के छ कमेन्टमा ड्रप गर्नुहोला।